केटा मलाई कस्तो देखाएको छ यो नानीलाई कस्तो देखाएको छ मलाई कस्तो देखाएको छ एकदम दामी देखिन्छ उसलाई कस्तो देखाएको छ मेन कुरो मलाई कस्तो देखाएको छ भन त मुस्कान कस्तो छ मेरो हेलो साथीहरू आज चाहिँ मेरो भर्खर ड्युटीबाट आइयो होइन क्याब कस्तो छ कुनै नयाँ क्याब आज कम्पनीले दिएको क्याब यो नानीले त दिँदै पनि दिएन कि बिचरा नानी रुँदै रुँदै आएकी छ मेरो जस्तो क्याब नदिएको कारणले होइन मेरो जस्तो क्याब नदिएको कारणले यो नानी रुँदै आएको छ बिचारी के गर्नु एडिएनएसले क्याब दियो होइन टक्क लाएर हिरो भयो गाई फेरि म्याङ भएर हिँडिरहेको छ होइन हामीलाई चाहिँ त्यो क्याब दिएको टक्क लाएर कोसँग देखाएन बुरुज खालीमा जाउँ होइन घुमेर आऊँ होइन भ्लग बनाऊँ होइन अनि सिर्जनालाई लिएर जाने अनि सिर्जनाको साथीहरूलाई पनि बोलाउने 2-4 जना बोलाउने अनि रमाइलो गर्दै आउने बेलुका फर्किने अनि हुन्छ कि हुँदैन दिस इज द बिग प्रब्लम म्यान हाउ टु escape from this bloody place माथि गर्नु पर्दैन यहीँबाट वापस हिँड्दैन त गाडीले terang mesin kereta. पुलिसको नाम पछि अन्त भिडियो के यता नि साइड छ नन स्टप हान्ला त्यस्तो नन स्टप भन्यो गाडी नरोकेसम्म जाम नगरेन झम होइन 2 बनाउनु पर्छ कि एउटा नेपालको सिंहदरबार एरिया पुलिस लिइरहेको थिएँ दिशा पिसाब अर्को गरिरहेको थिएँ मैले त्यहाँ बाथरुममा त्यो लगेर जानु देखेको थिएँ कि गरेन त ठिकै छ नि जबरजस्तीले हक्नुपर्छ गुनाहगारलाई क्लिनरको टोइलेट वेटरको मात्रै लिएको टोइलेट पनि हो वेटरको वेटरको चाहिँ लिएको वेटर त नि खाना दिन्छ नि त त्यही तपाईँ उनलाई छोड्नु आउनुपर्ने हो मेडिकल गरेको दिन त रेस्ट दिनुपर्ने हो क्या खुन निकालेर कमजोरी भएको छ भन्नुपर्छ तपाईँको गाडीको डबल काम रहेछ लोड मान्छे जे चाहियो त्यस्तै हुन्छ स्याउ र फ्रुटी पनि दिएन स्याउ र फ्रुटी दिएको भए नि हो भने आज झन् काम धेरै छ भाडा बाँध्नुपर्छ कस्तो कडा हो गएर यस्तो टाउको पक्रेर बियोस भयो यस्तो गर यहाँबाट सिधै गर्नै पर्दैन त्यही हुँदैछ यहाँ हात दुखिरहेको छ यार गर्नुको लागि पैसा लिन्छ
कस्तो राम्रो देख्यो है नेपाल नेपाल हो नि त फेरि नेपाल भनेको नेपाल हो नि त कतै कतै त हरियाली राम्रो बनाएको छ नि घरतिर गएको बेला आहाहा। चरा हो बसिन्छ घुमिन्छ चरा हो अलि दिन त घर आएको खाइसक्यो। को त हो 3 महिनाको ए छिरे छ लागि भित्र गइरहेको छिरे हुन्छ, अब यसो उसो के काम गर्छ त्यही त। दाइ सरसाली फेरि गर्छ, निस्कियो। के भन्छ यसलाई थाहा यसै के दिनको भन्छ? खानु हुँदैन। पहिला रुपी साह्रो गाडी मुनि भए त व्यवहार गरिन्छ रुपी हो कि? व्यवहारिक मान्छेको काम काम गाडी मुनि छिरो बे घरि झ्याल पुसो घरि के गरेर काम हुन्छ सजिलो गाह्रो के हुन्छ सबै टेस्ट लिन्थ्यो टेस्ट लिने पास गरेर पाउने हो सजिलो गाह्रो के उयो ननिकाल्ने त्यतिखेर पनि रोएर निकालेको छैन निकाल्नेले निकाली पनि लागेको छ अहिले निकाल्ने 5,000 पनि निकालेको छ ननिकाल्ने लामो जस्तो 15,000सम्म दिएपछि निकालेको छ 20,000 लाइन ननिकालेर फेल हुँदै अँ। फर्म भर्दै फेल हुँदै फर्म भर्दै यहाँको त्यही हो यहाँको लाइसेन्समा मेन कुरो के छ नि भाइ सिकाएको चाहिँ गर भन्छ क्या आफै दिमाग लगाउने नि आफ्नो दिमागमा चलाउने फेल गर्यो अनि एउटा कुरो डराउनु हुँदैन डराएको देख्यो भने आत्तिएको डराएको हुन्छ नर्भस त्यस थाहा पायो भने दिएर एकदम एक्टिभ हुनु पर्यो कन्फिडेन्स नर्भस लेभललाई एकदम बढाउनु पर्यो नर्भस भयो अनि उसले भनेको अनुसारले नै गर्नु पर्यो ठुला सहर यहाँ बेग्लै सोचाइ आइपुगे म पनि केही गर्नलाई मेरो सबैलाई कहिले यहाँ भए नि मन भने सन्नानी उतैछ हाम्रो नेपालमा अहिले यहाँ भए नि मुजरिस बिहार भने सन्नानी उतैछ हाम्रो नेपालमा टक्क लाएर यहाँ जुस राख्ने हो मेसिन ले मलाई गरिहाल्नु मैले भन्छु नि केटाहरूले मैले गरेको देख्नै सक्दैन क्या देख्नै सक्दैन क्या कम मारिसहरू अब यसको मुझे बटन खोइ आन्द्रा भुडी निकालिदिएको छ केटाहरूको यसको बटन खोइ अब यस्तरी हाल्ने यसको बटन खोइ सेकेन्ड टाइम मलाई त यो जुनिया मेरो प्रगति हुँदैन यो कहाँ कपडा पनि टाँसिन्छ त सबैमा टाइदिन्छ ओरिजिनल हो नि 5 रुपियाँको छुटाउन सकेन कि छुटाउन सकेन कि झुटाउनु सकिन छुटाउन सकेन यो बाग्लो खालको हो नि त यो त पुरै काडा थियो उदेवाला हो लेयरवाला हो ए त्यही भएर डर भयो हावा लाग्छ आउँछ तहन कति करियो दाम गालेको त यसमा त थोरै टाँसेको मैले कपडा पनि नटाँस्दो रहेछ दाइ कपडा पनि नटाँस्दो रहेछ हो होइन लगाउ त अब यसरी जोड्छ मारे कि निस्किन्छ लागि निस्किँदैन होला मेरो राष्ट्रिय झन्डा सो देखेर त कडा यस्ताबाट ठिक देखिरहेछ अहिले भन्दा क्यामेरामा चाहिँ राम्रो देखिरहेछ
भयो है पियो गर्नु परेन है गाइस नेपालको झन्डा पनि बन्यो हो यो चाहिँ भित्तामा आर्ट गरे हो है फेरि